वेलकम टु मेरो युट्युब च्यानल साथीहरू। मैले यो मोमो खाँदैछु, सबैले हेरिदिनु होला। मोमो एकदम मिठो छ साथीहरू। कसैलाई मोमो मनपर्छ सबैले मनपर्ने साथीहरूले कमेन्ट गरिदिनु होला। भाउजू यिनीहरू बफ हो कि नै? बफ दुईटा मिक्स हो कि सबैलाई खानुहुन्छ खानुको चुप्लाएर खानुहुन्छ बोलोवाला बफ हो, लामोवाला चाहिँ लामालाई चिकन होइन, यो चाहिँ चिकन होइन। चिकन भन्दा चिकन यो मोमो चाहिँ यो चाहिँ है। यो चाहिँ बफ है। हेर्नु मासु पनि पुरै देखिरहेको छ है। त्यहाँ होला न त्यहाँ खाऊ खाऊ त्यो चाउमिन पनि धेरै मिठो रहेछ है। चटनी यो दुर्गाबाट खानुहुन्छ। भाउजू दिने अचार चाहिँ भइसक्यो। चटनी भने चटनी के खान्न के भन्नु है, त्यसको भिडियो बनाउनु हो। छिटो भयो छैन मेरो छिटो छिटो हुन्न नखरन भाइ उठ्छ त्यहाँ भाइ सुतेछ उठ्छ के त्यो नबजा न, त्यो नबजा बाउ, त्यो नबजा भने त्यो हल्ला हुन्छ है। नबजा त्यो नबजा। आजको मोमो चाहिँ बहुत मिठो रहेछ है साथीहरू। बफ र चिकन मोमो मिसाएर खाँदैछु। जान्छ कि कफी खानुहुन्छ मम्मी? बनाइहाल्छु। भाउजू भाउजू पानी ल्याउनु न। ओके थ्याङ्क यू। भाउजूलाई सुसार्दैन तँलाई फल्टाउदिन्छ भोलिपछि BMW कार किनेर चढाइदिने कि भाउजू पनि। अब म्याडम मैले तपाईँलाई दाइ भन्छु है। बाबु हजुर पर्दैन भन्नु के र भन्नु पर्यो चिज खाऊ न। मैले तपाईँलाई दाइलाई दाइ भने भाउजूलाई बहिनी भन्ने भन्नु
नभ्याइ त Bao nào cái अहिले चलाउनु जति पनि अरूलाई दिनको छुट्याएको है त्यहाँ बस्न मिल्दैन भित्र जाऊ कता उता भित्र कटाउँछु नि Con bớt nó mịt rồi đấy, ngon con rất là không. Anh một khăn đó nó कता Dây भित्र गए मात्रै हो Đi đến con sao? भित्र बस्ने हो क्या हाम्रो जस्तो Chị chỉ thấy bị lại không lấy được. Lucy, khơi भित्र mua चाहिँ bài. के? Không lấy được. Khơi mua đi. भित्र जाऊ के त्यहाँ भिडियोमा आइस कि यता आइज कुटुरी Cái bữa tôi phim mà xuống cho biết. त्यहाँ भिडियोमा देख्यो यता आइज भने सुनेस् Mua cho bác sử dụng vậy. त्यो लुगा लाउने न आऊ राम्रो ज्याकेट लाउनु Khơi mua bài. Sai được một được. ज्याकेट Copy chấm. Chấm đi chấm đi. Đây là. Đây là ruột. नास्ता पनि सकिनु लाग्यो छिराउने के अमित Bueno. कुत्ता हेरेर मैले पठाइदिएको Các con thấy gì? लागे मैले पठाइदिएको छिराउन हात दिन्छ खाना जा Em ăn gì mà nếu mà हात दिन्छ छिराउ मैले पठाइदिएको राखको सँग के भने ज्याकेटको चेन यति घुसा भन्छु भुइँमा टोपी राख्न टोपी हातैमा लिनुपर्छ यसले चार्दै छु फाल्न जान्छ नि यो उसको बियो साथीहरू मैले तातो पानी पनि पिउँदैछु होइन तपाईँहरूले पनि यो जाडोको बेलामा तातो पानी पिइदिनु होला आफ्नो स्वास्थ्यको ख्याल गरिदिनु होला रेसा पानी चाहिँ पाइन्छ त जाडोमा न्यानो न्यानो कपडा लगाएर हिँड्नु होला बाहिर हिँड्दा कृपया तपाईँहरूलाई कस्तो लाग्यो मेरो मोमो खाएको भिडियो सबैले हेरिदिएर साथ दिनु भएकोमा धन्यवाद अनि सबैजनाले हेरिदिनु भयो त्यसको लागि म पनि धन्यवाद अनि मेरो यो भ्लगमा हेर्ने मात्र होइन कि कोही हेर्नुहुन्छ मात्रै हुनुहुन्छ कि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु नभुलिदिनु होला लाइक पनि गरिदिनु होला कस्तो कृपया कस्तो लाग्यो मेरो भिडियो त्यो पनि कमेन्ट गरिदिनु होला साथी लेट्स गो साथीहरू मैले अब बिहार बस लगाएर मैले हजुरहरूले एउटा गेम पनि देखाउने छु हेरिदिनु होला है म एउटा 5 को लागि खेल्दैछु है आज चाहिँ मेरो खुट्टा ठोक्यो है यो बिहार बस खेल्दा
साथीहरू मैले एउटा मादल बजाएर देखाउनेछु है। मादल है, म पनि मादल बनाउनु खासै जान्दैन, तर तैपनि म मादल बनाउनु भर्खर सिक्दैछु है साथीहरू। भाउजू भाउजू हजुर कसको पैसा छोडेछ कि यहाँ ए अब गमलामातिर फेरि म त्यहाँ सफा गर्छु छिटो गर्नु। साथै म चाहिँ वरिपरि भिडियो गराउँदैछु मजाले सर। दामी आएको छ है फोटोहरू क्लियर, यस्तो राम्रो आएको छ साथीहरू। साथीहरू मेरो फोटो खिच्दैछु है, तैपनि यसको डिस्प्ले खासै देख्दैन साथीहरू, यस्तो फोटो खिचिन्छ। ओ यस्तो दामी आएछ फोटो यार, त क्लियर हुनुपर्छ फोटो, क्लियर। साथीहरूले यस्तो फोटो खिच्यो क्लियर देखेछ है, क्लियर। यस्तो हाम्रो साथीहरू हाम्रो टिभी रुम पनि यस्तो दामी देखिरहेको छ है, हाम्रो टिभी रुम हल रुम यस्तो दामी छ हाम्रो हल रुम चाहिँ, यस्तै राम्रो। त्यहाँ पनि खानु बनाउने भइसक्यो, खान्छु भनेर अगाडि पनि हुन्छ।
बाबु चारो राख्नु हुन्छ चारो चारो आलु आलु चारो अनि एउटा थाल पनि ल्याउनु एउटा छिटो गर्नु के साथीहरू एकदमै राम्रोसँग थियो सबैले हेरिदिनु होला सबैले हेरिदिनु होला होइन माया गर्ने सबैजनाले फ्यामिली सब हजुरको फ्यामिलीको बिग फ्यामिली हो भने मैले गरिदिन्छु कि यस्तो होइन यस्तो भन्नु कि हाई फ्रेन्ड्स भन्नु कि उता होइन हाई साथीहरू भन्नु हाई साथीहरू उता हेर्नु साथीहरू यो भिडियो चाहिँ धेरै लाइक सबै गरिदिनु है भिडियो चाहिँ रुचाउनुहुन्छ त्यही भिडियोलाई सबैले गरी भ्युज धेरै पुऱ्याइदिनु होला मन चाहिँ अहिलेदेखि हेरेको यतिसम्म पुगिसक्यो भिडियो है साथी र यो भिडियो पनि अब सिद्धिसकेको छ अब तपाईँहरूले अर्को देखाउँछु लेट्स गो साथीहरू यो भ्लग मलाई यसरी मनपर्छ नि यो भ्लग सबैजनाले हेरिदिनु होला है कुन ब्लग मलाई डोना दाइको यो ब्लग भन्नु न यो डोना दाइको भ्लग हो र साथीहरू मलाई डोना दाइको यो भ्लग एकदम मनपर्छ सबैभरिमा यो मनपर्छ यसलाई माया गरिदिनु होला भन्नु साथीहरू यो डोना दाइको भ्लग हो डोना थापा दाइको अनि यो भ्लग सबभन्दा मलाई अरू भ्लग भन्दा यो भ्लग मनपर्छ सबैले यो भ्लगलाई
सबैले माया गरिदिनु होला। म अब भलक हेर्दैछु है। 1 घन्टा चोखा हेर्दैछु है गाजर। साथीहरू डोना दाइको भिडियो हेर्दा हेर्दै लाइन गयो होइन भर्खरै, अनि लाइन भर्खरै आउँदैछ होइन। सबभन्दा भिडियो चाहिँ डोना दाइको र एन्डी गुरुङको सबभन्दा मलाई मनपर्छ। यो भिडियोमा चाहिँ सब्सक्राइब गर्न नभुलिदिनु होला। अनि मेरो च्यातर स्टुडियोमा सब्सक्राइब गर्न नभुल्नु होला। यिनीहरूको बिग फ्यान मै हो अनि सबभन्दा मनपर्छ मलाई यिनीहरू भलकहरू। अनि मेरो युट्युब च्यानल दुर्गा थापा मगर छ, यसमा पनि सब्सक्राइब गरिदिनु होला। अब टिभी खोल्दैछु त्यो भलकको लागि। यहाँ डिजाईकै क्यामेरा पनि छ है। यसको क्यामेराको किनकि ब्याकअप अलिक राम्रो छैन, त्यो डिस्प्ले पनि जाल्ला छ, त्यही भएर मैले यो क्यामेरा युज नगरेको। माथि गिम्बलको हेड पनि गएको छ, त्यही भएर मैले यो क्यामेरा युज नगरेको। साथीहरू मैले अर्को मोबाइलबाट भिडियो गर्दैछु, नाम खोज्दैछु मैले। उहाँहरू भन्ने न साथी डोना दाइहरूकै भिडियो चाहिँ सबैले हेरिदिनु होला। उहाँहरूको भिडियो लास्टै मनपर्छ मलाई। तिनीहरूको चाहिँ म लास्टै बिग फ्यान हो होइन। तिनीहरूको भिडियो मेरो मोबाइलमा टिकटकमा आयो भने, सबै युट्युबभरि आयो भने, युट्युबमा आयो भने म सब लाइक कमेन्ट पनि गरिदिन्छु। अनि तपाईँहरूले चाहिँ कस्तो लाग्छ होइन त्यो भिडियो चाहिँ एकदम लाइक गरिदिनु होला है। कमेन्ट राम्रो लाग्यो भने कमेन्ट पनि गरिदिनु होला। अनि मेरो भिडियोमा पनि लाइक कमेन्ट सेयर गरिदिनु होला है। साथीहरू यो भिडियोमै थियो होइन, यो भिडियोमै रोक्यो किनकि हाम्रो भिडियोमा टिभीमा इन्भर्टर जोडेको छैन। यो चाहिँ अरू चाहिँ बिजुली चाहिँ इन्भर्टर जोडेको थियो, त्यही भएर मैले टिभी चाहिँ यिनीहरूको बढाकेर साथीहरू डोना दाइको भिडियो चाहिँ आधी घन्टा जति चाहिँ लगभग भइरहेछ। यत्रो चाहिँ मैले हेरिरहेको छु है। अब भ्याउने बेला भइसक्यो। साथी त्यही भएर मैले टिभी पनि नजिक हेऱ्यो भने आँखा पनि कमजोर हुँदै जान्छ, त्यही भएर मैले टाढा बसेर हेर्दैछु। मलाई यतिदेखि आधी देख्नु भएको छ है साथीहरूले सबैजनाले। मेरो युट्युबमा चाहिँ लाइक कमेन्ट सेयर सबै सब्सक्राइब गर्न नबिर्सिनु होला है। सबैले हेरिदिनु होला, सबैले माया गरिदिनु होला है। म डोना दाइको उहाँहरूको भिडियो हेर्दैछु। है अब सकिन लागेको रहेछ। कृपया साथीहरू मेरो यो भ्लगहरू हेर्दा हजुरलाई कस्तो लाग्यो है कमेन्ट गरिदिनु होला। अनि लाइक पनि गरिदिनु होला। अनि सब्सक्राइब गर्न नभुल्नु होला। यति भन्न चाहन्छु।